छुट्याएर रहेछ आमा भन्दै रहेछ आकाशतिर जम्लिया हात जोड्दै गर्दा प्राण जाँदै गर्दा त्यो पानीबाट बाहिर टाउको निकाल्दै गर्दा आकाशतिर दुईटा हात जोडेर भन्दैछ हे भगवान मैले कुञ्जुलीमा के अपराध गरेको थिएँ मैले एउटा प्रेममा आज आफूलाई गुमाउनु पर्यो मेरा आमाहरूले रुन पाएका थिएन त्यो रुन नपाएको त्यो कठिन परिस्थितिको बीचमा त्यो अप्ठ्यारो परिस्थितिको बीचमा आज पनि म यहाँ देखिरहेको छु त्यो फुटेको टाउकोमा पानी छिर्दै गर्दा कति चरायो होला प्राण जाँदै गर्दा आकाशतिर फर्केर आमा म मरे भन्दै गर्दा मलाई सम्झिस होला लाउ लाउ खाउ खाउ भन्ने बेलामा अब छोरो हुर्किएको छ अब छोरो बढेको छ छोरोले जागिर खाला बाउको टाउको टोपी फेर्देला आमाको आङको ब्लाउज फेर्देला घरको छानो फेर्देला भनेको बेलामा छोरोलाई पोको पारेर टोकोमा हालेर प्लास्टिकमा बेरेर एउटा भैँसीको मासु ल्याए जसरी छोरोको लास आँगनमा सुताउँदै गर्दाखेरि मेरा आमाहरू दिल खोलेर रुन पाएका थिएनन् मेरा आमाहरू मन खोलेर रुन पाएका थिएनन् घरमा बोकेको छोराको लास आँगनमा राखेर काखमा राखेर मेरा आमाहरू रुँदै गरेको त्यो अप्ठ्यारो परिस्थितिको बीचमा हामीले एउटा आन्दोलनको सुरुवात गरेका थियौँ गीत बोलेर रुन पाएका थिएनन् मेरो छोरा तँलाई कसले मार्यो होला त्यो अप्ठ्यारो परिस्थितिको बीचमा आफ्नो प्रेममा आफूलाई समर्पित गर्दै गर्दा टाउको फुटाल्दै गर्दा जिब्रो काट्दै गर्दा कठै मेरो छोरा तँलाई कति दुख्यो होला टाउको फुटालेर भेरीमा बगाउँदै गर्दा हेर मनी मिना परिवारको बलात्कार र हत्या भएको घटना धेरै सेलाउन पाएको छैन सबै पीडित परिवारहरू यति बेला काठमाडौँ आउनु भएको छ आजभन्दा 8 वर्ष पहिला काभ्रेमा अजित मिजारको हत्या भयो 8 वर्ष पहिला मारेको अजित मिजारको लास होइन पनि काठमाडौँको टिचिङ हस्पिटलको सबकिन्डमा थन्केर बसेको छ अजित लास बनेर बसेको छ तनी दास बनेर बसेको छ के तनी दास बनेर बस्छ के तनी सधैँ दास बनेर बस्छ तनी लड्न तयार छ आजभन्दा 7 वर्ष पहिला हत्या गरिएको अजित सार्कीको लास होइन पनि काठमाडौँको टिचिङ हस्पिटलको मुद्दा घरमा कुरेर बसेको छ प्रत्येक चोटिको आफ्नो छोराको जन्मदिनको दिन अजितमा आमा हुँदै त्यो मुद्दा घरमा पुग्छिन् झ्यालबाट छोराको लास हेर्छिन् मुछा बनेर ढल्छिन् लिएर घरमा पानी छम्किएर राख्नु परेको छ आजभन्दा 12 वर्ष पहिला दैलेको नौमुले गाउँपालिकाको वडा नम्बर 1 टोलीको भाङ्गारी भन्ने ठाउँमा सेते दमाईको छोरा सन्तबहादुर दमाईले अन्तर्जातको प्रेम पछिको विवाह गरेको कारण त्यहाँका ठकुरीहरूले भैँसीको काटे छै त्यहाँका गाई काटे छै बङ्गुर काटे छै सुँगुर काटे छै सेते दमाईको हत्या भयो यो 12 वर्षको प्रेमलाई मात्र फर्काएर हेर्ने हो भने यो 12 वर्षको समयलाई मात्र फर्काएर हेर्ने हो भने प्रत्येक दिन जस्तो दलितहरूको हत्या भइरहेको छ प्रत्येक दिन जस्तो दलितहरूको बलात्कार भइरहेको छ दलितहरूमाथि दमन भइरहेको छ दलितहरूमाथि शोषण भइरहेको छ आजभन्दा 6 वर्ष पहिला आजैको दिन कालीकोट जाजरकोटमा नवराज विकहरको वेरीमा त्यो पानीमा रगत बगेको दिन फेरि जस्तै भनेर हाम्रा भाइहरू त्यो फेरिमा बगेको दिन त्यो दिनमा हामीले यसै भुल्न सकेका छैनौँ कोरोनाको हकको बीचमा त्यो अप्ठ्यारो परिस्थितिको बीचमा हाम्रा आमाहरूले आफ्ना छोराहरू गुमाएका छन् मेरा आमाहरूलाई तिमीलाई सम्मान छ तिम्रो घरलाई सम्मान छ तिम्रो कोखमा एउटा छोराले मात्र बास गरेको छैन हजारौं छोराहरू नवराज भनेर निस्किन तयार छन् हजारौं छोराहरू सन्जु बनेर निस्किन तयार छन् मेरा आमा तिम्रो घरलाई यहाँबाट म सम्मान टक्राउन चाहन्छु मेरा आमाहरूले जाजरकोटमा रुन पाएका थिएनन् जेठको 10 गते घटना भयो जेठको 12 गते हामी त्यहाँ जाजरकोटमा पुग्यौं मेरो आमाहरू गर्भमा 10 महिना बोकेर 9 महिना बोकेर गर्भमा बोकेर जन्माएर हुर्काएर मेरा आमाहरू यो भिडमा रुँदै बसिरहेका छन् आमाको आँसु देख्न नसकेर बाउको आँसु देख्न नसकेर बहिनीको बलात्कार देख्न नसकेर भाइको बर्बरपुरको हत्या देख्न नसकेर हामी यो आन्दोलनमा होमिएका हौं जाजरकोटको फेरी नदीको किनारबाट छ भाइहरूको लासलाई लाइन लगाएर चलाउँदै गर्दा भाइहरूको लासको खरानी फेरीमा बोकाउँदै गर्दा हामीले त्यहाँबाट एउटा संकल्प गरेर आएका थियौं नवराज तिम्रो परिवारको जिम्मा हाम्रो हुनेछ तिम्रो न्यायको जिम्मा हाम्रो हुनेछ तिम्रो आत्माको शान्ति र यो समुदायको आत्मसम्मानको लडाईँमा आफ्नो जिन्दगी दाउमा राखेर हामी लड्नेछौँ हामीले त्यहाँबाट एउटा संकल्प गरेर आएका थियौं
जाजरकोटको भेरी नदीको किनारबाट सुरु भएको त्यो आन्दोलन हामीले कर्णालीका धेरै डाँडापाखाहरू हुँदै हामीले अहिले काठमाडौँको यो माइती घर मण्डलमा ल्याइपुर्याएका छौँ। यी आमाहरू 26 दिनदेखि 27 दिनदेखि यो माइती घर मण्डलमा यो खानपानी भोक निद्रा केही पनि नभनेर आमाहरू यहाँ बसिरहनु भएको छ। म तपाईँलाई विश्वास दिलाउन चाहन्छु, तिम्रो एउटा छोरो मरेर गए पनि यहाँ हजार छोराहरू तिम्रो न्यायको लागि लड्न र मर्न तयार भएर आएका छन्। यो त ट्रेलर मात्रै हो, फिल्म अघि बाँकी छ, अझै एउटा फाइनल म्याच अझै पनि हुन बाँकी छ। यो लडाइँमा हातेमालो गर्नको लागि म तपाईँहरू सबैजनालाई म हार्दिक अपिल गर्न चाहन्छु। आदरणीय साथीहरू, एउटा आन्दोलनले मूर्त रूप लिँदैछ, एउटा आन्दोलन मजबुत ढङ्गले सडकमा निस्किने तयारीहरू भइरहेको छ। एउटा हामी माथि भएको दमन यो अत्याचारका विरुद्धमा अझै आवाजलाई हामीले सशक्त बनाएर लिएर जानुपर्ने अझै त्यो परिस्थितिहरू बनिसकेको छ। म तपाईँलाई यहाँबाट अपिल गर्न चाहन्छु। उच्च अदालत सुर्खेतले गरेको फैसला हामीहरू सबैजनाले यहाँबाट देखिसकेका छौँ। हामी सबैले यो घटनामा गरेको फैसलालाई हामीले सुनेका छौँ। रुकुम पश्चिम अदालतले भन्यो यो जातीय विभेदको कारण भएको हत्या हो। मानव अधिकार आयोगले के भन्यो यो जातीय विभेदको कारण भएको हत्या हो। यहाँका सबै मिडियाहरूले, यहाँका सामाजिक संस्थाहरूले, यहाँका मानव अधिकार कर्मीहरूले, यहाँका संसारले, यहाँका प्रत्येक मिडियाहरूले, प्रत्येक मिडियाको लेन्सले के खिच्यो यो अन्तर्जातको प्रेम सम्बन्धको कारण, जात नमिलेको कारण उसको हत्या भएको हो। रुकुम पश्चिमको जिल्ला अदालतले पनि यो कुरा फैसला गरिसकेको छ। यतिका कुराहरू आउँदै गर्दा पनि, यतिका प्रमाणहरू देखिँदै गर्दा पनि अस्ति 16 गते सुर्खेतको उच्च अदालतमा भएको त्यो फैसलाले यो जातीय विभेद होइन भनेर अपराधमा संलग्न भएकाहरूलाई छुट दिएर पठाएको छ। 2 जना भ्रष्ट न्यायाधीशहरू यो सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारीले यहाँका दलालहरूबाट पैसा खाएर, यहाँका हत्याराहरूको रक्सी खाएर, यहाँका हत्याराहरूसँग पैसा लिएर दलितहरूको विरुद्धमा फैसला भएको छ। यो सरकारले कहिलेसम्म जोगाएर राख्छ त्यो थाहा छैन, तर यी सामन्तीहरूलाई दलितबाट खतरा छ यो कुरा बुझ्नु त्यो न्यायाधीशहरूले। तिमीले जसरी भित्रबाट फैसला गर्यौ, एक दिन त्यो सोमकान्त मैनालीको दिन आउँदैछ, एक दिन त्यो मातृका भण्डारीको दिन आउँदैछ। अस्ति त हामीले अदालतको गेटमा चढेर मात्र हानेका छौँ, भोलि तिम्रो पेटमा आएर पेटमा हान्ने दिन आउँछ यो कुरा विचार गर्ने।